हेलो साथीहरु नमस्ते गुड मर्निङ सबैजनालाई स्वागत छ मेरो भिडियोमा। सो साथीहरु धेरै दिन बाद मैले ब्लग लिएर आएको छु हजुरहरु समक्ष हैन। तपाईहरु पनि सन्चै हुनुहुन्छ होला है, म पनि एकदम धेरै सन्चै छु। सो अहिले चाहिँ म चाहिँ मेरो छेमाको घरमा छु है। छेमा चाहिँ उता काम गर्नु हुँदैछ हैन, भाइलाई रेडी गर्नु हुँदैछ। सो अहिले चाहिँ म चाहिँ सिलगढी आएको छु। मेरो भिडियो हिजोको हेर्नु भयो होला तपाईले हैन, आई होप तपाईले हेर्नु भयो होला। सो अहिले चाहिँ म चाहिँ जाँदैछु मेरो दिदी भनौँ या साथी भनौँ हैन, उहाँलाई भेट्नुको लागि। सिलगढीमै हो नि त दिदीको घर। अनि म चाहिँ एकदम धेरै एक्साइटेड छु है। फर्स्ट टाइम म भेट्दैछु दिदीलाई हो। अब के कस्तो हुन्छ तपाईहरुलाई म अपडेट गर्ने छु है भिडियोको माध्यमबाट। अनि म चाहिँ एकदम धेरै एक्साइटेड छु साथी भन्नु न। मैले चाहिँ फेसबुकबाट भेटेको दिदीलाई हो, फेसबुकबाट भेटेको हैन, लाइभहरु बस्दै मर्थ्यौं हामी हैन, त्यहीबाट लाइभबाट नै भेटेको हामीले मैले चाहिँ। सो सबै म अपडेट गर्नेछु तपाईहरुलाई के कस्तो हुन्छ हैन। बनिराख्नु होला मेरो ब्लगमा। भाइ चाहिँ उता रेडी हुँदैछ है। सो बाइ बाइ साथीहरु। अब चाहिँ गएर जाँदाखेरि म अपडेट गर्नेछु तपाईहरुलाई, म भिडियो गरेर हैन भिडियोको माध्यमबाट देखाउनेछु। सो बाइ। हेलो साथीहरु, म चाहिँ रेडी पनि भइसकेको छु। सो जाँदैछु अब चाहिँ काकाले पुऱ्याइदिनुहुन्छ गाडीमा, काकाको गाडीमा उता के अरे ज्ञानज्योति मोडसम्म। त्यहाँदेखिको चाहिँ हामी जानेछौँ दिदी भाइ साथीहरु। हामी जाँदैछु है ज्ञानज्योति मोडसम्म ल्याइदिनु भयो काकाले। अनि अहिले चाहिँ म र भाइ जाँदैछु हो। के कस्तो हुन्छ नि पुरा एक्साइटेड छु हैन। फर्स्ट टाइम भेट्नु दिदीलाई, दिदी भाइ पनि साथी भएर पनि फर्स्ट टाइम भेट्दैछु। अनि के अरे म र भाइ जाँदैछु अब यहाँदेखिको चाहिँ दार्जिलिङ मोडसम्म। टोटोमै देखाएको छ यहाँ ज्ञानज्योति मोडदेखिको चाहिँ दार्जिलिङ मोडसम्म 10 रुपियाँ मात्रै हो है भाडा है। त्यहाँदेखिको फेरि हामी चेकपोस्टबाट है, चेकपोस्ट जान्छौँ। चेकपोस्ट जान्छौँ त्यहाँदेखिको फेरि हामीले 20 रुपियाँ गोटा लिन्छ है, 20 रुपियाँ गोटा लिन्छ चेकपोस्ट दार्जिलिङ मोडदेखिको चेकपोस्टसम्म। त्यहाँदेखिको अब कता जाने हो म फोन गरेर नै सोध्छु उहाँ दिदीलाई हैन। सो म त एकदम धेरै एक्साइटेड छु है त गाइस। दार्जिलिङ मोड पनि आइसकेको छु हो, दार्जिलिङ मोड। साथीहरु चेकपोस्टको गाडीमा पनि चढ्यौँ कि, तर पुरा एकदम धेरै ट्राफिक छ हो। त्यही भएर चाहिँ हामी यहाँ रोकिरहेको छौँ। एकदम ढिलो नै पुग्ने रहेछु जस्तो लाग्दैछ मलाई हो। अरे ढिलो ढिलो निस्क्यौँ नि त, त्यस्तो गर्न भाइ, सबै ढिलो निस्किन्छ। त्यही भएर क्या ट्राफिक हुन्छ सिलगढीमा, यस्तो ट्राफिक हुन्छ नि। ट्राफिकमा फसिराखेको छु हामी चाहिँ। फाइनली जाम पनि ट्राफिक पनि भइसकेको छ। जाँदैछु, एक्साइटेड पनि छु म पनि हो। अनि म चाहिँ त्यहाँनिर गएर पनि घर पनि फर्स्नु एकजना उयोले ड्राइभरले भन्नु न रिजर्भ जानु अरे। अब 20 रुपियाँमा हामी चेकपोस्ट पुग्छु म र दिदी भाइ, 40 रुपियाँमा चेकपोस्ट पुग्छु भने उसले चाहिँ भन्छ त्यो त मलाई के अरे रिजर्भ जानु अरे। कस्तो कस्तो हुन्छ ड्राइभर पनि है। बाटो बनिँदैछ यहाँनिर चाहिँ एकदम भाइ धेरै दिनको बाद आयो सिलगढी, महिनाको बाद भनौँ न है सिलगढी आएँ। एकदम धेरै खुसी छु। यहाँको अलिअलि नजाराहरू छु है। कस्तो अर्कै भएछ है भाइ। दोकानहरू पनि कहाँ कहाँ सरेको छ। तुम जियो हजारों साल। ल है अब तुफान जाने, हामी चाहिँ तुफान जाने हो। गाइस कसमसको टोटोमा पनि चढिसकेको छौँ हामी। अब कसमस कति जाँदैछौँ हो।
यहीँबाट लाग्दैछ रोड पार गर्नुपर्दा पनि रहेछ अहिले चाहिँ हामी जाँदैछु हो कस्मसपट्टि साथीहरू जाँदैछु है अब चाहिँ रिक्सामा भन्दा त लास्ट हो अब दिदीको घर पनि आउन आँटिसकेको छ त्यही भएर अहिले हामी जाँदैछु सामान अलिकति किने है त्यस्तो अब किन्नु पाइनँ होइन अलिअलि किनिदिएको छु सो त्यही हो साथीहरू अब जाने हो दिदीलाई फोन गर्छु अब चाहिँ म अनि बाटोमा गइरहेको हुन्छ बाई अहिले भेट्छु म तपाईँहरू हेलो साथीहरू फाइनली म चाहिँ आइसकेको छु है हिँड्दै अन्त दिदी चाहिँ यहाँ अगाडि दोकानमा बसिराख्नु भएको रहेछ हो अनि म चाहिँ दिदीलाई हेर्दै हाँस्दैछु हो फर्स्ट टाइम भेटेको हो नि त कस्तो अब अप्ठ्यारो पनि लाग्छ होइन र पनि अब त्यस्तो फर्स्ट टाइम भेटेको जस्तो भएन हामीले होइन पहिला पनि भेटेको जस्तो भयो हो फोनमा उयो गर्दाखेरि अन्त यो त हेर न भन्नु चाहिँ दिदीले चाहिँ फाइनली भेटिसकेको छु है त साथीहरू यहाँ फाइनली भेटिसकेको छु मैले दिदीलाई म चाहिँ कस्तो लाग्छ दिदी जस्तो त्यस्तै म पनि जस्तै छु नि यता हो म चाहिँ लुटी हेर्दै हो साथीहरू अब लुटी नै छु तर जोरो आइरहेको छ मलाई हो चिसो छ त कस्तो लुटी हो तपाईँ लुटी छु नि अन्त लुटी चाहिँ छ नि अन्त त्यस्तो चाहिँ सानीका कल गर्छु हेलो साथीहरू म चाहिँ पुगिसकेर पनि अनि एकछिन दिदीसँग बातहरू गरेँ है भेटघाट गरेँ अनि फेरि मैले चाहिँ सान्विका दिदीलाई फोन गरेँ होइन हामीले भिडियो कलमा अनि उहाँ पनि हुनुहुन्छ नि त मलाई चाहिँ भेटेको थिएन अन्त हामी दुईजनाले कुरा गरेर चाहिँ हामीले चाहिँ अनि भिडियो कल गरेर चाहिँ बोलेँ होइन अलिकति के अरे मेमोराइजको लागि अनि मैले चाहिँ यहाँ रेकर्ड गर्दैछु अलिकति सो तपाईँलाई कस्तो के लाग्छ है साथीहरू अनि दिदीले चाहिँ हामी चाहिँ पुरै बातहरू गऱ्यौँ है एकदम खुसी लाग्यो अनि यहाँ देख्न सक्नुहुन्छ है त साथीहरू एकदम मजा आयो क्या दिदी पनि त्यहीँ छ जस्तो लागेको थियो मलाई चाहिँ हामीलाई होइन सो मजा आयो यस्तो मजा आउँछ नि साथी भेट्दाखेरि है दिदीहरू हो दुईजनै म चाहिँ कुदेर उडेर आउँछु भनेर मैले चाहिँ दिदी आउनु भनेर भन्दैछु कि अन्त दिदी चाहिँ उता हुनुहुन्छ नि त अलिकति टाढै हुनुहुन्छ त्यही भएर सिलगढीदेखिको अलिक टाढै हुनुहुन्छ सो के कस्तो लाग्छ आजको ब्लगहरू भन्नुहोस् होला हेलो साथीहरू सो म चाहिँ अहिले यहाँ कहाँ आइपुगेको छु तपाईँहरूलाई थाहा भयो होला होइन मेरो ब्याकग्राउन्ड देखेर पनि अनि के अरे एकदम खुसी लाग्यो म चाहिँ एकजनासँग भेटिसकेको पनि छु अघि पनि भिडियो गरेको थिएँ तर त्यसमा अलिकति उयो भयो नि त त्यही भएर म चाहिँ यहाँ फाइनली मैले मेरो पूजा दिदीलाई भेटिसकेको छु है हेलो पूजा दिदीसँग अब चाहिँ हामी टक्कसँगले अब रिल्स बनाउन आँटेको कुन गीतमा हुन्छ होइन भिडियोहरू हेर्नु नछोड्नु होला होइन भोलितिर आउनेछ भिडियो अहिले भरे पनि हाल्न सक्छु म एकदम खुसी छु होइन एक्साइटेड एकदम पुरा खुसी छु है बहिनीलाई भेटेर एकदम खुसी लाग्यो र फाइनली हामी चाहिँ कसलाई मिस गर्दैछु भन्दा चाहिँ सान्विका साथी हामी पुरा मिस गर्दैछु है तिमी पनि भएको भए मजा आउँथ्यो अब एक दिन भेट्नुपर्छ त्यो दिन पनि छिट्टै आउँछ अरू त के भन्नु अब हामी भिडियोहरू बनाउने छु फोटोहरू खिच्छौँ है सबैजनाले हेर्नु होला अरू के भन्नु त्यति नै हो साथीहरू मैले चाहिँ अघि भेटिसकेर पनि दिदीलाई भेटेर पनि हामीले फोटोहरू क्लिक गऱ्यौँ होइन अनि भिडियोहरू बनायौँ हो रिल्सहरू बनायौँ अलिअलि अनि हामी चाहिँ यहाँ बसिरहेको छ अब कस्तो काली त्यस्तो त हुन्छ नि अब अनि खानाहरू खाएर अन्त म चाहिँ जानेछु घर है त्यही हो आजको मेरो चाहिँ यो सानो भ्लग सबैजनाले सपोर्ट गरिदिनुहोस् होला युट्युबमा आउँछ यो मेरो भ्लग चाहिँ सो अब चाहिँ हामी खाना खाने एकछिनबाट चाहिँ अन्त घर जान्छु है त साथीहरू अहिले चाहिँ मम्मीले एकदम धेरै मिठो खाना खुवाउनु भएको छ होइन हामीलाई सक्नुहुन्छ हाम्रो देखाइदिनु सबैजनाले होस् न निकालिदिन्छु केही हुँदैन बोलेको भने खाना चाहिँ कस्तो लाग्यो कुनै है मिठो छ है मम्मीले बनाउनु भएको मैले त बनाएको होइन म त जोडाएँ जोडाएँ खनि हामी चाहिँ यस्तो है हेलो साथीहरू हामी चाहिँ आएर सबै भिडियोहरू बनायौँ अरे म खानाहरू खाएँ एकदम मिठो थियो खाना धन्यवाद मम्मीलाई पनि है अनि अहिले चाहिँ म जान आँटेको छु निस्किन आँटेको अब चाहिँ म घर जान आँटेको है ढिलो हुन्छ नि त अनि त्यही भएर अब जान्छु राम्रो लाग्यो मलाई एकदम खुसी लाग्यो
दिदी गएको ल बाई बाई। नेक्स्ट टाइम भेट्नुपर्छ अब नेक्स्ट टाइम कहिले हुन्छ थाहा मम्मी छैन। बस्नु ल देखाऊँ तपाईँलाई भिडियोमा ल मम्मी बस्नु एकदम मिठो थियो खाना दामी लाग्यो भेट्नुपर्छ अब फेरि पछाडि आउँछु नि अब भेट्नुपर्छ 5 इयर्स बादमा साथीहरू फर्केको अब हामी मोटा भाइ चाहिँ म पनि घर जानुपर्ने हुन्छ हो हेर्दा मात्रै राम्रो लाग्छ कि फेरि अब छोडेर आउनु कस्तो उयो लाग्छ क्या नरमाइलो लाग्छ फर्स्ट टाइम भेटेर पनि अब यस्तो बन्डिङ भयो क्या हामी चाहिँ साथीहरू म यता छेमाकोमा पनि आइसकिसकेको छु र अब चाहिँ म फेरि जान आँटेको घर हो यहाँदेखिको अनि फेरि यहाँनिर सबैजनाले भन्दैछ कि यस्तो जा बाई 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 गीता दिदी बाई ल अब चाहिँ म जान्छु टोटो पढेर जानुपर्छ यहाँदेखिको 10 रुपियाँ दिन्छ हो भाडा अनि त्यही हो साथीहरू ल बाई बाई अब घर पुगेर एकैचोटि घर पुगेर मात्रै देखाउँछु ल कि बागडोग्रा पुगेर देखाउँछु त्यस्तो केही पनि थाहा छैन अब बागडोग्रा देखाउँछु म गाडी पर्खिरहेको छु म चाहिँ यहाँनिर टोटो यो जान्छ कि जाने उता यसमा जान्छ दार्जिलिङ मोड जान्छ उतापट्टि फर्केर जान्छ उतापट्टि जान्छु हो उतापट्टि पुगेर चाहिँ म रोड क्रस गर्नुपर्छ नि त सो ल बाई हेलो साथीहरू फाइनली म चाहिँ घर पनि आइसकेको छु अनि घरबाट चाहिँ म चाहिँ टक्कसँगले बिहामा गएँ काम सघाउनु है सो साथीहरू आजको भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला बाई बाई